ओइरो जाम भयो भने चाहिँ हाम्रो यो कुटानपट्टि ओइरो जाम भयो, लाइन गयो बिचमा अड्क्यो, अब चल्दैन टिङ गरिरहन्छ भन्ने तपाईँहरूको क्वेसन थियो एउटा है किसानी साथीहरू। तपाईँहरूको क्वेसनको चाहिँ म उत्तर दिन गइरहेको छु। कसरी चाहिँ यसको सल्भ गर्छ, यसलाई खोलिरहनु पर्दैन होइन, यसको यो खोलिरहनु पर्दैन, दुईवटा नट खोलेर ओइरो झारिरहनु पर्दैन। जस्ट यु क्यान यसरी चाहिँ यसको बेल्ट तलमाथि लेफ्ट राइट गरेर यसरी चलाइदिनु भयो भने नि धेरै नै पर्दैन। तपाईँले यसरी बेल्टलाई चाहिँ लेफ्ट राइट गरेर चलाउने बित्तिकै बेल्टलाई तपाईँहरूको यसको सल्भ हुन्छ है त। यो अलिअलि बडी अलिक कचक गरेर हल्न थालिनेपछि अलि टक्क लुज पोइन्टमा राखेर स्टार्ट गरिदिएपछि फ्ल्याट स्टार्ट हुन्छ, चल्छ। त्यस पछाडि त्यो भएन भने रिपिट द प्रोसेस, प्रोसेस चाहिँ त्यही गर्नुभयो भने एकदम सजिलै गरी हुन्छ। यो नटहरू खोलेर टाइम वेस्ट गरिरहनु पर्दैन है त। अरू केही बुझ्नु छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जस्ट है लक्ष्मी इन्टरप्राइजेसलाई फलो गर्नु होला, लाइक सेयर कमेन्ट गर्नु होला। कुनै कुराको जानकारी चाहिरहेको छ भने हामीलाई सोध्न सक्नुहुन्छ है त साथीहरू।